गर्नुपर्ने अनि प्रोफाइल पनि अपडेट गर्ने र क्रस सेक्सन पनि अपडेट र क्रस सेक्सन गर्ने है। यति काम गरिसकेपछि अब एकपल्ट मैले भने टेम्प्लेट बनाउनु पर्यो भने के गर्ने, टुल्समा गएर कस्टमाइज ड्रइङ फ्रेममा जाने, ठिक छ। हजुर सर। र त्यसपछि सेलेक्ट टेम्प्लेटमा एउटा टेम्प्लेट सेलेक्सन गर्ने, A3 हुन्छ है जहिले पनि तिमीहरूले बनाउनु भनेको। तल बक्साहरू थप्नु पर्ने भने कसरी थप्ने हो? यहाँ म भन्छु ल हेर है, त्यहाँ मैले सबै यहाँ चेन्ज गरेर देखाउँछ है। यहाँ जस्तो अहिले मैले के गर्नु पर्यो भन्दा यो तिमीहरूलाई चाहिँ तिमीहरूको कलेजको नाम है ल NCIT भन्दै इन्टर गरिदिएँ मैले। कलेज अफ इन्फर्मेसन टेक्नोलोजी के लेख्छौ नि तिमीहरूले, लोकेसन यताउति लेख्छौ नि यहाँ तिमीहरूले भनेको तिमीहरूको त यहाँ कलेजको नाम राख्नु पर्यो होइन। हो कलेजको नाम राख्दाखेरि चाहिँ तिमीहरूले अब एकपल्ट यहाँ क्लिक यसरी क्लिक गर्यो भने जुन रेड आउँछ नि, रेडमा गएर यो टेक्स्टमा गएर जे कन्टेन्ट लेख्ने हो त्यो कुराहरू लेख्ने हो यहाँ, ठिक छ। अब तिमीहरूको चाहिँ बालकुमारी BLKU बालकुमारी भनेर चाहिँ मैले यसरी लेखेँ भने के भयो, अब तिमीले कन्टेन्ट यहाँबाट लेख्ने है। अब कहिलेकाहीँ के हुन्छ भन्दा अनि मैले यसलाई यो रातोलाई हटाउनु पऱ्यो नि, स्केप गर्ने। अब मलाई डिलिट गर्नु पऱ्यो भने यहाँ एकपल्ट क्लिक गरेपछि जुन रातो आयो नि, यही रातो यहाँ लेख्यो भने टेक्स्ट हुन्थ्यो, डिलिट किबोर्डबाट डिलिट गरिदिनु भने डिलिट हुन्छ। अब यसलाई पनि डिलिट गर्नुपर्ने, किबोर्डबाट डिलिट, सेलेक्ट सेलेक्ट डिलिट सेलेक्ट डिलिट हो। अब एड गर्नु पर्यो भने के गर्ने, ए भनेर आउँछ नि यहाँ, यसलाई के गर्ने यसरी यहाँ टेक्स्ट लेख्ने अनि स्केप गर्ने एकपल्ट। यदि चाहियो भने क्लिक क्लिक गर्ने, चाहिएन भने सिधै स्केप गर्ने। अनि मैले यसलाई क्लिक गरेर अब मलाई सेन्टर चाहियो भने ठ्याक्कै यसलाई यसरी गरेर ठ्याक्कै यसरी मैले बिचमा ल्याउनु पर्यो भने यसरी गरेर ड्र्याग गरेर तान्ने, फेरि स्केप गर्ने। अब यो पोइन्ट कहिलेकाहीँ यो ठ्याक्कै सेलेक्सन गर्दाखेरि यो चेन्ज गर्ने एडिटर टुल भनेको यदि बिचमा ल्याउनु पर्यो भने चाहिँ यहाँ एकपल्ट सेलेक्ट गरेर यहाँ टेक्स्ट अलाइनमेन्टलाई सेन्टर बनाइदिने हो। अनि त्यसपछि फेरि यसै गरी एकपल्ट ड्र्याग गरेर यसरी सिलेक्ट गरेर यहाँ तान्ने। अब होइन मलाई यो चाहिँ बक्सालाई चेन्ज गर्नु पर्यो भने यो लाइनमा यसरी क्लिक गर्यो भने नि लाइन सेलेक्ट हुन्छ। यसलाई मैले डिलिट गरिदियो भने के हो, डिलिट भयो नि होइन। अब मलाई चाहिँ अब यहाँ थोरै एउटा बिचमा चाहिँ अब यसलाई मुभ गर्ने थोरै, ल यहाँ यसलाई यसरी गरेर यता सारे, यसलाई पनि यसरी गरेर यता सारे, अनि यसलाई पनि मैले गरेर यसरी के अरे यहाँ सारे हो। अब यहाँ मध्येमा मलाई दुईवटा चाहिँ कोलम बनाउनु पर्यो भने चाहिँ यो लाइनमा जाने अनि यहाँ यसरी क्लिक गर्ने हो। अब यसरी मैले यहाँ क्लिक गरेँ भने अब यसलाई चाहिँ के गर्ने, यहाँ सिलेक्ट गरेर नि यो लाइन सबै स्केप गर्नुपर्छ एकपल्ट गरिसकेपछि। मैले यसरी डिलिट गरिदिएँ। अब फेरि एकपल्ट यहाँ तान्छु, यसरी गएर र स्केप गरिदिएँ मैले। अब यहाँ यसरी सेलेक्ट गरेँ भने अब यसलाई के गर्ने हो, यसरी ड्र्याग गरेर यसरी तान्ने। स्ट्रेट लाइन बन्यो कि बनेन भन्ने कुरा चाहिँ नि आफै थाहा हुन्छ। यो लाइन बाङ्गो टिङ्गो भएर यसरी गरेर आफै बाङ्गो हुन्छ। ठ्याक्कै यही पोइन्टमा चाहिँ यसरी यहाँ क्लिक गरेर तान्ने हो क्या, यहाँ यसरी तान्ने, यो बाङ्गो हो नि त यहाँ। अब यसलाई सिधा बनाउनु पर्यो भने चाहिँ अब यसरी यता गरेर जहाँ सिधा हुन्छ नि यसरी सिधा बनाउने। अब यो चाहिँ तिमीहरू चाहिँ अलिकति जुम गरेर हेरेर चाहिँ सार्नुपर्छ है यो। ल हेर अब यति भने एउटा कोलम भयो नि त। अब अर्को लाइन थप्नु पर्यो भने चाहिँ फेरि यसैमा क्लिक गरेर यहाँ क्लिक गर्ने, यसरी क्लिक गर्ने, स्केप गर्ने, अनि त्यसपछि अब यहाँबाट यसरी बनाउने। थाहा भयो कुरो? भयो सर भयो। अब यहाँ लेख्नु पर्यो भने के नि न्यू टेक्स्ट गर्ने, यहाँ सेलेक्ट गरेर मैले सेन्टर बनाइदिन्छु अनि यसलाई यसरी गरेर चाहिँ अब जे लेख्ने हो नि यहाँ अब के लेख्ने हो त्यही लेखेर इन्टर गरिदिने भनेको यसरी हामीले के गर्न सक्छौँ, चेन्ज गर्न सक्छौँ है। अब यो तिमीले निलो लेखेको कुराहरू चेन्ज गर्नु पर्दैन है यो। अनि तिमीहरूले अब यहाँ प्रोजेक्टको मान्छेको नाम राख्नु पर्यो भने ग्रुपको यसै गरी राख्ने है। यहाँ यतापट्टि हुन्छ नि तिमीहरूको यो क्लाइन्टको नाम भनेर हुँदैन, क्लाइन्टको नाम भएको ठाउँमा चाहिँ तिमीहरूको प्रोजेक्ट टाइटल यो भइहाल्यो, यतापट्टि कलेजको नाम राख्नु परिहाल्यो, अनि यतापट्टि तिमीहरूको सबमिटेड बाई भन्दा अब को ग्रुप हो यहाँ नाम राख्दै पनि हुन्छ है त्यसै गरी, ठिक छ। अनि चेक बाई कसले हो, भेरिफाइड कसले गरेको भने यो कोलममा राख्दै हुन्छ। पछि चाहिँ तिमीहरूको एक्सटर्नल